हेलो गुड इभिनिङ एभ्रिवान। तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै बढिया छु। तर भिडियो बनाउनु चाहिँ मैले अहिले भ्याउँदैछु है, फुर्सद अहिले पाउँदैछु किनकि आज मेरो छुट्टी थियो हो। तपाईँहरूलाई थाहै छ म छुट्टीको दिनमा भ्याउँदिनँ भनेर है। मैले अलरेडी थुप्रो भिडियोमा भनिसकेको छु कि म छुट्टीको दिनमा चाहिँ भ्याउँदिनँ भिडियोहरू बनाउनु, किनकि मलाई हस्पिटल जानुहुन्छ, दुनियाँभरको काम हुन्छ हो। प्रायः सबै मान्छेकै त्यही हो, हप्तामा एक दिन छुट्टी हुँदाखेरि है। तपाईँहरू के हुनुहुन्छ होला है। म चाहिँ एकदमै बढिया छु, तर गरमले मेरो ज्यान मरेको छ हो। अन्त सोचेँ कि मैले इभिनिङ टाइममा चाहिँ एउटा भिडियो बनाएर पोस्ट गरौँ, आफ्नो फेसबुक फ्रेन्डको अपडेट लिउँ भनेर चाहिँ। अन्त चाहिँ भिडियो बनाएको हो। तपाईँहरू पनि कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब चाहिँ जरुर गर्नुहोस् है। अन्त त्यति नै हो। अब कुरो चाहिँ यस्तै छ, कुरा भनेको जता घुमायो त्यतै घुम्छ अरे है। कुरामा कुरा चियामा चिउरा भन्छ नि हो। बिहान नुहाएर त्यहाँदेखिको नुहाउनु त अब दिनपल्ट हुन्छ, किनभने गरम यस्तो छ हो। कपाल चाहिँ पसिनाले भिजेको, पसिना यति भयङ्कर आउँछ अब मलाई हो। के भन्नु, अब पसिना यति भयङ्कर आउँछ, नुहाएको जस्तो हुन्छ कपाल त। अब डेली नै यो पसिनाले गर्दा चाहिँ डेली कपाल स्याम्पू गर्नुपर्छ। अन्त त्यसले गर्दाखेरि कपाल झरेर केही छैन, चिन्डे हुनु आँटेको छु म। अब अलिक दिन बादमा चिन्डे भएको पोस्ट गर्छु होला है म तपाईँहरूको अगाडि हो। यति नै हो। अब गफ भनेको यस्तै हुँदो रहेछ है, जिन्दगी यस्तै रहेछ। अब गरमले सीमा नागिसक्यो, पानी पर्नु एकदमै छोड्यो है। तपाईँहरूकोतिर के कसो मौसम छ कमेन्ट गरेर भन्नुहोस्। हाम्रो यहाँ चाहिँ भयङ्कर गरम छ। अन्त ठिकै हुनुहुन्छ होला तपाईँहरू है। म चाहिँ एक नम्बर छु है, नम्बर 1 छु म चाहिँ हो। अन्त आज दिनभरि चाहिँ मैले के गरेँ भन्दाखेरि म बिहानै उता गएँ मेडिकल कलेज, किनकि मेरो बाबाको इन्जेक्सन लिएर आउनु थियो त्यहाँबाट। त्यहाँ गएँ म, इन्जेक्सन लिएर आएँ। त्यहाँदेखिको घरमै यताउति गर्दै हप्ताभरिको काम त्यस्तै हुन्छ है। त्यस्तै कामहरू गरेर मैले आजको दिन बिताएँ। अन्त अहिले चाहिँ फुर्सद भयो मेरो, अन्त त्यसले गर्दाखेरि चाहिँ भिडियो बनाएको हो। दिनभरि चाहिँ अब त्यो गरममा मोबाइल लिएर गरिबस्नु सक्दिनँ, अल्छी पनि लाग्छ, सक्दिनँ पनि हो म त्यस्तो हो। अन्त त्यसले गर्दाखेरि चाहिँ नदेखाएको तपाईँहरूलाई। फेरि नेक्स्ट टाइम छुट्टी हुँदाखेरि जरुर देखाउने छु तपाईँहरूलाई, म कहाँ गएर चाहिँ लिएर आउँछु भनेर है। यति भन्दै मेरो अहिलेको भिडियोलाई समाप्त गर्छु। फेरि भेटौँ भोलि नेक्स्ट भिडियोमा अफिसमा है। बाई, टेक केयर।